हजुरहरूलाई फेरि आज मैले भेटिसकेको छु गाइज है। सबले लाइक सब्सक्राइब बेल आइकन गर्नु होला, कमेन्ट पनि गरिदिनुहोस् कहाँबाट भिडियो हेरिदिनु हुन्छ है। अनि मेरो प्यारो प्यारो दाजुभाइ तथा दिदीबहिनीहरू सबैजनाले साथ सपोर्ट दिनुहोस् हैन। अनि म हल्का अगाडि बढ्ने सम्भावना अलिक बढी हुन्छ है। अहिले चाहिँ हामी टक्क लामचर भन्ने ठाउँमा छौँ, नुवाकोट तारुका। घाम चाहिँ अस्ताउने बेला भयो गाइज, उहाँ पुग्यो घाम च्याट्ट लाएर गाइज है। सुत्तै हो। मेरो छाया हेर्नुहुन्छ नि कति अल्गो, कस्तो घाम पर्यो थैट। खोलीको गन त्यही हो गाइज, तपाईँहरूले सबले साथ सपोर्ट दिनुभयो भने म अलि माथि बढ्ने सम्भावना बढी हुन्छ। अनि यो चाहिँ हाम्रो लामचर फुटबल ग्राउन्ड हो है, च्याट्ट लाएर त्यो गाइज। आज अलिक कस्तो घाँटी ख्याक ख्याक बनाइरहेको गाइज मेरो होइन। सुत्तै हो भाइ त्यहाँ। अब पागलले जसरी यो के भन्छ, यो खुद्रुकीको बल खेलिरहेको छ बौला। गाइस है यस्तो रुवा जत्तिकै देखाएको छ त यार। हैट यस्तो हरियाली छ आफ्नो गाउँ, अरू गाउँ गयो भने यस्तो बिरौत लाग्छ भने। अब हामी सो गाइस यहाँबाट उक्लिन्छौँ है, यहाँबाट उक्लिन्छौँ हामी, यहाँबाट उक्लिन्छौँ है। पसिनाले टुटाइ पारो यो घाम पनि चर्केको के साह्रो। खोलीको किनारा मैले माया सानो गरेकै थिएँ। गाइस अब हामी ट्याक्क लाएर लामचोरको डाँडा छन् जोरदार सब डाँडा पाखा देखिने ठाउँमा है जाँदैछौँ। सुत्तै हो, कोही त छैन नि बाबु यता। यता त फेरि म्याच सिपले हान्छ नि फेरि गाइज। सुत्तै हो। अनि यो चाहिँ रन्डी खान हो क्या, रन्डी खानमा याक्री बोलेको किन बोलेको भनेर कमेन्ट गर्नु होला है। पानी नै यस्तै छ क्या गाइज फेरि है। सुत्तै हो। अनि आज चाहिँ मैले खुइलिया पाँट लाएर आएको छु। गाउँघरमा हिँड्दा यही हो लगाइ कपडा लगाउने नै होइन। त्यही हो गाइज। खेतबाट धानसान बिटा लाएर आइयो, टक्क लाएर नुहाइ धुवाइ गरेर यस्तो हावा खाना आएको। हावा चाहिँ मस्त आउँछ गाइज है। अब फेरि कपाल यतिको भएको छ भर्खर, फेरि पाल्छु। कलर नहाल्दा नि कस्तो रातो टल्क्याइ। त्यही हो गाइज है। उडी जाऊ भनी हेर, ल तपाईँहरूलाई म एउटा गीत सुनाउँछु है त। उडी जाऊ भनी हेर म कुनै पन्छी होइन, हिँडी जाऊ भने मलाई साथ दिने कोही छैन। के गल्ती भो मेरो जातै सानो भो भन्छ तेरो हो। कसको के बिगारे कसको के खाइदिए, माया लाउन आइनु नि मैले नि माया लगाइदिए। के गल्ती भो मेरो जातै सानो भो भन्छ तेरो हो। ल गाइस भोइस कस्तो छ कमेन्ट गरिदिनु होला है त। त्यही हो। अनि ट्याक्क लाएर टिकटकमा गएर नि लाइक कमेन्ट अनि फलो गरिदिनुहोस्, सेयर गरिदिनुहोस् है त। बेलुका लाइभमा आउनुहोस्, रमाइलो हुन्छ जे भए पनि होइन हाम्रो लाइभमा है गाइज। त्यही हो। आँखा छोप्या छोपे गरे कपालले यहाँ गोरो देखाएको छ त यार म्याच सिपले। अब म यो भिडियो चाहिँ भोलि या पर्सितिर एडिट गरेर हाल्छु होइन गाइज। सो त्यही हो। अनि मलाई खासै एडिट चाहिँ गर्न आउँदैन होइन,
अर्को के भन्छ हाम्रो सङ्गीत लेख्ने दाइले इन्डियामा हुनुहुन्छ। मैले पनि पहिला इन्डियामा वहीँ काम गरेर आएको गाई चाहिँ। अनि उहाँले एडिट गरेर पठाउनुहुन्छ, त्यही हो। अनि होइन, अनि उहाँको नाम चाहिँ युट्युबमा भीम वाइबा छ, सबले गरेर तामाङ गीत हेरिदिनु होला। लासो फुला त्यही हो होइन। अनि सन्धिहरू नीला नम्सा खानिरी फेरङ काउले जावा जावा छामेमा छोरी काउले सिमले भन्जङ ओइ मैचङ सिमले भन्जङ ओइ मैचङ नीला नम्सा खानिरी फेरङ काउले एला जोबन सिम्बिनी जिनी दबाउले एला जोबन सिम्बिनी जिनी दबाउले। यो खतरा खतरा गएको छन् होइन। लासो त्यही हो। तामाङ भाषा चाहिँ त्यही लासो भनेर चाहिँ बुझ्छ होइन। सालोलाई स्याङ्बो भनेर बुझ्छ, अरू केही पनि बुझ्दैन। हामीले लासो फ्याबुला भनेको चाहिँ त्यही नमस्कार भनेर रहेछ है। मलाई त्यही पनि थाहा थिएन पहिला, दाइहरूले भन्नुभएको होइन। त्यो एउटा दुइटा शब्द चाहिँ आउँछ, अरू चाहिँ आउँदैन गाइज है। सो ल गाइज, अहिलेको लागि भिडियो पनि यति नै हुन्छ। थ्याङ्क यू सो मच वाचिङ दिस भिडियो एन्ड लाइक सब्सक्राइब। आइकन सबले गर्नु होला। कमेन्ट बक्समा गएर कहाँबाट भिडियो हेर्दै हुनुहुन्छ कमेन्ट पनि गरिदिनु होला है त। गाइज अहिलेलाई चाहिँ बाई बाई। यो रातमा तिम्रा हाती यादले सताउँछ, हो रातमा तिम्रा यादले निन्द्रा खगाउँछ, सताउँछ रुवाउँछ यो मन एक्लै एक्लै हतासिँदै हतालिँदै चलिरहने सास पनि तिमी नभए तिम्रो याद चाहिँदैन मलाई, तिमी नभए तिम्रो खास हुनु छैन मलाई, तिमी नभए तिम्रा हाती यादले सताउँछ, हो रातमा तिम्रा यादले निन्द्रा खगाउँछ, सताउँछ